मिलिपा हाकानास खचिता लस्कुसिया नाचना ठुगुइले छिसावन याना जना देगदो नेवा एफएमएक्स 6.6 मेगाहर्ट्ज पाके याना वया चंगु ची मिसा ज्याझो अलि ठुगु ज्याझोले हजुर सात बियाने ती जी अनिता छिकमिन पनि हनेसा वया चनकदो ठकादासा जिता प्राविधिक रूपमा ग्वालियन जना देगदो रोबिन अलि युनिक पाखे अलि थौया ज्याझोले ची छमा पामेजु नदी हजुर वेक ख मनलता अधिकारीजु अलि वेक किपु वडा 2 मैत्रीनगर बुद्ध चौके चनादी ठकादासा वेक छमा सामाजिक अभियन्ता नाप्नप समाज सेविन ज्यादी अलि ठौ चिसा वेक नप ठौ चिसा वेक नप थुगु हरितालिका तीज विशेष ठौ खलबला या तेरो गजल वेका छम इनर व्हील क्लब अफ काठमाडौँ कीर्तिपुरिया वेका छम बोर्ड मेम्बर न ज्यादी अति ज्या ठौ या ज्याजोले छिसा वेकाइट छिको ज्याजोले लस्कुसिया पाके वनेले न पठौ वेकाइट वेकन मठौ छिसा चाहिँ खस भाषा ए खल्या तेन गदो हजुर मनलताजी हजुरलाई स्वागत छ छिमिसा कार्यक्रममा नमस्ते 106.6 मेगाहर्ट्ज सुनेर बसिरहनु भएको सम्पूर्ण श्रोताबिन्दहरूलाई म मनलता अधिकारीको तर्फबाट हरिताली तीजको शुभकामना र आज गणेश चतुर्थीको मङ्गलमय शुभकामना दिन चाहन्छु। जजलपा नमस्ते। हजुर सर्वप्रथम त हिजो भर्खरै भएको हरितालिका तीज अनि आज गणेश चतुर्थीको उपलक्ष्यमा हजुरलाई तपाईँलाई शुभकामना दिन चाहन्छु। थ्याङ्क यू सो मच अन्ताजी। वास्तवमा हिजो हरितालिका तीज कसरी मनाउनु भयो अनि आज कसरी तयारी गर्दै हुनुहुन्छ यो विषयमा केही जानकारी गराइदिनुहोस् न। हिन्दू नारीहरूको महान चाड हरितालिका तीज हजुर भाद्र शुल्क तृतीयाको दिन मनाइने गरिन्छ हरितालिका तीज। यो तीज चाहिँ विशेष गरी नारीहरूले मनाउँछौँ। टाढा टाढा घरमा बसेका दिदीबहिनीहरू एकै ठाउँमा जम्मा हुने रमाइलो गर्ने अब तीजका गीतहरू गाउने आफ्नो दुःख सुखका गीतहरू गाउने चलन थियो। अनि घर टाढा टाढा हुन्थ्यो दाजुभाइहरू लिन जानुहुन्थ्यो। दाजुहरू बुवाहरू काकाहरू लिन जाँदाखेरि माइतीबाट लिन आउनु भएको छ भनेर घरको परिवारबाट चाहिँ केही दिनको छुट्टी लिएर माइत जाने गर्थ्यौँ। माइत जाँदा विवाह भएर गएका साथीहरू टाढा टाढाबाट सबैजना भेट हुन्थ्यो। त्यो भेटमा एकअर्का आपसमा दुःख सुखका साथीहरू कुराकानी गर्थ्यौँ, रमाइलो गर्थ्यौँ। दर खाने दिन छ तीजको अघिल्लो दिन दर खान्छौँ हामी विशेष। दरमा धेरै जसो काँक्राको अचार गाउँघरमा तिलको छोप छोपेर त्यो छुट्टै पाराको थियो। अहिले सहर बजारमा नि छन त छ, तैपनि गाउँको जस्तो रौनक चाहिँ छैन। हामीहरू दिदीबहिनीहरू सबैजना मिलेर दर खान्थ्यौँ। रातिको 12 बजे खिर खाने चलन छ राति। अनि काँक्राको अचार करेलाको अचार विभिन्न परिकारहरू बनाएर अलिकति मासु अलिकति खाने चलन थिएन। भोलिपल्ट व्रत बस्नुपर्ने भएको भएर चोखो हुनुपर्ने भएको भएर अहिले त्यो पनि चल्न थालिसक्यो। अहिले आधुनिक सहर बजारमा आधुनिक किसिमले तीज मनाउन थालिसकेका छौँ। समयअनुसार चल्नु पनि पर्यो। अब पहिला दाजुहरू लिन जानुहुन्थ्यो भने अहिले फोन मार्फतबाट मिलाएर आऊ है छोरी, मिलाएर आऊ है बहिनी भन्ने चलन आइसक्यो। ठिकै रमाइलो भयो। यसपालि पनि मेरो पनि घरमा दिदी नै आउनुभयो। दिदी बहिनी बसेर रमाइलो गऱ्यौँ। अस्ति बेलुका 2 बजेसम्म दर खायौँ। हिजो दिनभरि व्रत बस्यौँ। तर आफ्नो स्वास्थ्यको हिसाबले अब धेरैजनाले निराहार व्रत बस्ने गर्नुहुन्छ, पानी पनि नखाइकन। अनि कसैले फलफुल मात्रै खाएर बस्नुहुन्छ। अब अस्वस्थ हुनेहरूले अब केही खाएर बस्नुहुन्छ भन्नाले अब खानै पनि खानुहुन्छ। तर आफ्नो शरीर अनुसार आफू भलो त जगत भलो भन्छन्। आफ्नो स्वास्थ्य र आफ्नो शरीर अनुसार व्रत बस्नुपर्छ जस्तो लाग्छ मलाई। म पनि निराहार चाहिँ बस्दिनँ, जलाएर फलाएर खाएर चाहिँ बस्ने गरेको छु। हिजो पनि बसेँ। आज गणेश चतुर्थी, यसको पनि महिमा छुट्टै छ। त्यस कारणले आज पनि मेरो व्रतै छ। अब भरे मात्रै व्रत आरती गणेशजीको आरती गरेर चाहिँ व्रत समापन गर्छु। हजुर पक्कै पनि। अब यो भनेको हाम्रो हिन्दू नारीहरूले मनाउने चाड भयो हैन। भनेपछि हामी त्यो दिनमा व्रत बसेर गर्ने हो भने वास्तवमा यो हरितालिका तीजको विषयमा जुन हजुरले आफूले मनाउँदै आएको त्यो कुरालाई त गर्नुभयो। वास्तवमा यो हरितालिका तीजको विषयमा यसको
कुनै किम्वदन्ती कसरी यो सुरुवात भयो होइन कसरी भयो भन्ने विषयमा थोरै हजुरलाई केही थाहा छ भने जानकारी मलाई थाहा भएसम्म चाहिँ शिव पार्वतीले शिवजी पाउनको लागि कठोर व्रत बस्नु भएको थियो अरे। व्रत बस्दाखेरि चाहिँ यो दिनमा चाहिँ शिवजीले उहाँलाई दर्शन दिएर शिवजी पाएको भएर त्यस दिनदेखिकोलाई चाहिँ हरितालिका तीज मनाउने गरिएको अरे भन्ने चाहिँ किम्वदन्ती आज त्यति पनि मलाई गहिरिएर चाहिँ थाहा छैन। बुवाहरूले आमाहरूले फुपूहरूले दिदीबहिनीहरूले जे गर्नुभयो त्यही नै छ। खास अब हामीलाई पनि सानैदेखि तीजको व्रत बस्यौ भने राम्रो श्रीमान पाउँछौ भनेर व्रत बस भनेर भन्नुहुन्थ्यो र सानैदेखि बस्थ्यौँ है। अब जसरी सकिन्छ त्यसरी नै अब शिवजीकै लागि चाहिँ व्रत बसेको भन्ने चाहिँ अब विवाहित महिलाहरूले श्रीमानको लागि र अविवाहित बहिनीहरूले चाहिँ श्रीमान राम्रो पाऊँ भन्नको लागि व्रत बसिन्छ भन्ने चलन छ है। हजुर 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 भनेपछि अब हजुर चाहिँ यो इनर व्हील हजुर क्लब अफ कीर्तिपुरको एउटा बोर्ड मेम्बर पनि हुनुहुन्छ। हाल सालै पनि यो तीज विशेषमा पनि एउटा इनर व्हील क्लबले चाहिँ एउटा कार्यक्रम पनि गरेको थियो होइन। त्यो कार्यक्रममा एउटा तपाईँ तीज क्विनको रूपमा पनि होइन एउटा उपाधि पनि हजुरले पाउनुभयो अनि त्यसको लागि हजुरलाई धेरै धेरै बधाई छ। थ्याङ्क यू सो मच। अनि अब त्यो अनुभव आज हाम्रो श्रोताहरूलाई केही हाम्रो इनर व्हील क्लब अफ कीर्तिपुरले चाहिँ हामीले फेलोसिप कार्यक्रमहरू धेरै गर्छौँ। फेलोसिप कार्यक्रम अन्तर्गत नै तीजको कार्यक्रम पनि थियो। हामी चाहिँ हामी क्लब मेम्बरहरू जति छौँ क्लब मेम्बर बिच नै हामी कार्यक्रम गर्ने गर्छौँ। अहिले पहिला चाहिँ विभिन्न क्लबहरूलाई पनि समेटेर गर्ने गर्थ्यौँ इनर व्हील क्लबमै। अहिले चाहिँ यो कोभिडको कारणले गर्दा हामी क्लब मेम्बरहरूबाट मात्रै हामी 38 जना जति छौँ। 38 जना जति छौँ। त्यस बिच कम्पिटिसन भएको थियो। 21 जनाले चाहिँ प्रतिस्पर्धामा उत्रिएका थियौँ। हाम्रो थिम थियो रेड तीजको उसले भएको भएर अनि हामी रातो पहिरनमा चाहिँ सजिएर जानु पर्थ्यो। अब आफूले जसरी सक्यौँ म पनि सजिएर नै गएको थिएँ तीजको लागि भनेर रातो पहिरनमै गएको थिएँ। जाँदाखेरि चाहिँ मैले नै जित्छु जस्तो चाहिँ मलाई लागेको थिएन। अनि हामीहरूको चाहिँ सामान्य पहिरनबाट र अलिकति ऱ्याम्पवर पनि गरेको थियौँ। यो 40+ भइसकेपछि ऱ्याम्पवर गर्दा त्यहाँ गर्दा पनि छुट्टै अनुभव थियो। अलि छुट्टै त्यो के भन्नु है अब नर्भसै जस्तो भइसकेको थिएँ म त त्यो अवार्ड जित्दा मेरो नाम लिँदै हुँदाखेरि। अनि कस्तो छुट्टै आँखाबाट आँसु मिस नेपालहरू सबै रुन्छन् भनेर देखिराखेको थिएँ। किन रुँदा रहेछन् भनेको त्यो फिलिङै छुट्टै हुँदो रहेछ। मलाई पनि कता कस्तो नर्भस भएर आँखाबाट नै आँसु नै आउला जस्तो नै भयो। खुसी पनि भयो। अनि यो उमेरमा आएर भनेर उमेरले छेक्दो रहेनछ। गर्ने जोस र जाँगर चाहिँ हुनुपर्ने रहेछ। समयअनुसार हामी चल्न सिक्यौँ भने अहिलेको होइन केटाकेटीहरूसँग हामी त न अगाडिको न पछाडिको जेनेरेसन भयौँ, बिचको छौँ। अनि हामीलाई अलिकति पुरानो नलेज पनि त कुराहरू पनि थाहा छ, नयाँ कुराहरू पनि थाहा छ। बिचमा अलिकति पेलिएका थियौँ। यो बिचमा चाहिँ अनुभव गर्न पाइयो यो तीजको र एकदमै खुसी पनि लाग्यो। अनि त्यो व्यक्त गर्नै सक्दिनँ कि मलाई त ताज पहिराउँदा म्यामले होइन हाम्रो म्यामहरूले रानी राज्य म्यामले सबैजनाले दिनुभयो। त्यहाँ दिँदा चाहिँ मलाई कस्तो अर्कै फिल भएको थियो कि म त भने जस्तो है खुसी केही न केही पाएको भन्ने जस्तो होइन। अनि रातभरि पनि निन्द्रा लागेन क्या मलाई त्यो खुसीले त्यस्तो अनुभव भएको थियो मलाई। जे होस् उमेर भनेको जस्ट नम्बर मात्रै रहेछ। उमेरलाई काउन्ट नगरिकन आफू चाहिँ समयअनुसार चल्न सक्यो भने धेरै कुरा अनुभव गर्न पाइँदो रहेछ है। त्यो पनि लाग्यो मलाई चाहिँ। भनेपछि इनर व्हील क्लबले गर्नुभएको यो कार्यक्रममा आफू सहभागी हुँदा त्यो ताज पहिरन पाउँदाखेरि एकदमै निन्द्रा पनि लागेन हजुरलाई रातभरि त्यो दिन त? हजुर हजुर। अनि भनेपछि त्यसमा अब रातो साडी लगाउने रातो मात्रै थियो कि कुनै त्यस्तो क्विजहरू त्यस्तो पनि भएको थियो कि त्यस्तो के थियो त्यहाँ? हामीले चाहिँ हाम्रो परिवारभित्र मात्रै भएको भएर इनर व्हील परिवारभित्र मात्रै भएको भएर हाम्रो थिम चाहिँ रेड साडी थियो होइन। अनि हाम्रो चाहिँ कस्तो थियो भने शिरदेखि पाउसम्म जजमेन्ट गर्नुभएको थियो ऱ्याम्पवर्कमा हिँड्दाखेरि। हजुर हजुर। जज पनि हुनुहुन्थ्यो 2 जना। अनि हाम्रो डिस्ट्रिक्टबाट म्यामहरू आउनुभएको थियो इनर व्हील क्लब अफ डिस्ट्रिक्टबाट चाहिँ। उहाँहरूले जज गर्नुभएको थियो।
अनि हाम्रो सिन्दुर टाउकोमा लगाउने सिन्दुरदेखि खुट्टाको पायलसम्म र जुत्तासम्म चाहिँ चेक गर्नुभएको थियो हिँड्ने बेलामा हामीलाई। अनि त्यसरी सामान्य किसिमले अब पहिला अब अहिले हामीले वर्षैपछि तीज प्रोग्राम त गर्छौँ, गर्दाखेरि कहिले कुन थिममा गरिरहेको भएर कहिलेकाहीँ गोलापर्थाबाट पोहोरसाल हामीले त्यो पनि गरेका थियौँ कोभिडको कारणले गर्दा। अनि हामीले अहिले चाहिँ हामीले त्यो गऱ्यौँ, अनुभव ऱ्याम्प पनि अलिकति आफैले सिकेर जस्तो हिँड्न जानेका छौँ त्यसरी नै हिँडेर अलिकति सिकेर चाहिँ गरेका थियौँ, त्यसैमा जजमेन्ट पाएको थियो। हजुर हजुर। अब भनेपछि कतिपय हाम्रो महिला दिदीबहिनीहरूले अब उमेर ढल्किसकेपछि किन राम्रै हुनु पर्यो र मेकअप किन चाहियो र भनेर त्यति वास्ता गर्नुहुन्न नि त, हो किन? अनि फेरि पहिरनमा पनि आफूलाई चाहिँ अब जे मन लाग्यो त्यही लाउँदा पनि के भएर भन्ने खालको पनि हुन्थ्यो। तर तपाईँको त्यो ड्रेसअप पहिलादेखि नै पहिरिने बानीले गर्दाखेरि आज एउटा ताज पहिरिने एउटा तपाईँले मौका पाउनु भएन होइन? पक्कै पनि, किनभने हामीले गर्दै आएको त्यो कुराले गर्दाखेरि अचानक त्यो कुराले तपाईँलाई चाहिँ एउटा सफलता पायो भन्न सकिन्छ। हजुर। हो त्यसो भए अब यो इनर व्हील क्लबमा तपाईँ बोर्ड मेम्बरको रूपमा हुनुहुन्छ, यस्तो कार्यक्रम पनि गरियो भनेदेखि चाहिँ वास्तवमा यो इनर व्हील क्लब भनेको चाहिँ कस्तो संस्था हो त? यो इनर व्हील क्लब भनेको चाहिँ नितान्त महिलाहरूको नै संस्था हो। हामी महिलाहरू नै आबद्ध छौँ यो क्लबमा चाहिँ, पुरुष नो इन्ट्री जस्तो नै छ होइन। हामीले चाहिँ यो इन्टरनेसनल संस्था हो। यो इन्टरनेसनल संस्था भए पनि हामीले महिलाहरूले नै आफैले नै संस्था चलाउँछौँ। हजुर। हामीलाई कतैबाट सहयोग आउँदैन, हामी भित्रबाट नै सक्षम भएर हामीले विभिन्न कार्यक्रमहरू गर्छौँ। हाम्रो बर्थडेमा चाहिँ हामीले चाहिँ आफूले सकेको जति इनर क्लबमा चाहिँ राख्छौँ होइन, सनसाइन भनेर अब विभिन्न तरिकाले उठाउँछौँ। हामीले उठाएको ठाउँबाट चाहिँ नै हामीले आफ्नो संस्था नै चलाउँछौँ। हामीलाई कसैले सहयोग गर्दैन, हामी मेम्बरहरूबाट नै संस्था चलाउँछौँ, विभिन्न कामहरू गर्छौँ। अनि यो संस्थाले चाहिँ मेरो विचारमा मेरो चाहिँ व्यक्तित्व विकास चाहिँ एकदमै धेरै गरेको छ यो संस्थामा चाहिँ लागेपछि चाहिँ होइन। अलिकति अबको उमेर भनेको चाहिँ 40+ भनेको चाहिँ छोराछोरीबाट पनि अलिकति टाढा, छोराछोरी हुर्किसकेका हुन्छन्, श्रीमानहरू पनि आफ्नै कामधन्दामा व्यस्त हुनुहुन्छ। हामी पनि अलिकति उ भएदेखि यो समय चाहिँ भरपुर समय चाहिँ आफ्नो लागि युज गर्ने के। अनि यो समय चाहिँ आफ्नो लागि के गर्दा सङ्घ संस्थामा लागेर आफ्नो चाहिँ व्यक्तित्व विकास गर्न चाहिँ सकिन्छ जस्तो पनि लाग्यो मलाई। र म पनि यो क्लबमा छिरेर मलाई धेरै फाइदा पनि भएको छ, मेन्टल्ली, फिजिकल्ली, बौद्धिक रूपमा होइन, सबै कुरामा चाहिँ म चाहिँ संस्थापक राज्य वैद्य म्यामप्रति पनि हार्दिक कृतज्ञता गर्न चाहन्छु, नमन गर्न चाहन्छु उहाँप्रति पनि। उहाँले यो संस्था खोलिदिनु भयो हाम्रो इनर व्हील क्लब अफ किर्तिपुर। हामी यहीँ नै छौँ, उहाँ हाम्रो बोर्ड मेम्बर हुनुहुन्छ। उहाँको कारणले हामी पनि उहाँसँग जोडिने मौका पाइयो र धेरै कुरा सिक्नु पनि पाइयो। यसरी नै संस्था चलिरहेकै छ। मनलताजी, अब हजुरसँग हामी एकछिनमा फेरि कुराकानी गर्ने नै छौँ है त? हजुर। नेनामी भाजमेजु थुगुइले छिसँग न्याना जरा दिगदो नेवा एफएम 106.6 मेगाहर्ट्ज न्याना होया चाहिँ छिमिसा ज्याजो अलि थौया छिमिसा ज्याजोले छि पामे जुदी मनलता अधिकारी छु हजुर वेका छम सामाजिक अभियन्ता नपनप समाजसेवी नखरका दासा अलि वेका छम इनर व्हील क्लब अफ किर्तिपुरिया बोर्ड मेम्बर नजुयादी थौ छिगो ज्याजोले छिस हरितालयका तीज विशेष ठाउँ खलवाला याना चना गोजल आधा छ छिकपिनको निहनिस बच्चा हागको दिपा तेते नगदु वर्षौंदेखि चिर परिचित जेबी टेलर्स आकर्षक र आधुनिक डिजाइनमा तपाईले रोजे जस्तो खोजे जस्तो सर्ट प्यान्ट सुट र स्तरीय दौरा सुरुवालको लागि जेबी टेलर्स मोर स्टाइलिश मोर अप्सन्स साथ साथ सदाभरको जोड्छ सम्बन्ध यो सुरक्षाको आभास हो लक्ष्मी विश्वास यो टुट्दैन कहिले साथ यो रहिरहन्छ जहिले सधैँ सँगै रहने बाचा हो लक्ष्मी कुण्डमा अग्नि चाहिँ थप थप ज्वाला बन्द भइरहन्छ रग रग हर पल हर क्षण मजबुत लक्ष्मी हात हात मिलाई काँध काँध मिलाई अटुट छ
106.6 भाषा साहित्य एवं संस्कृति नेपाल भाषा एकेडेमी नीति अलग मिडिया प्रलिया निर्भया नेवा FM 106.6 नेवा FM 106.6 नेवा लहना नेपा डेया चिसाख नेवा जातीय गौरव नेवा संस्कृति महसिकेट नेवा नसातो सया सक्का सभा क्याट नेवा लहना रेस्टुरेन्ट था बहा किपु नेवा सभ्यताया जीवन्त व खुल्ला संग्रहालय नेवा लहना छक अवश्य दुसाजा सानी एका देशमा सामान्य र सर्वोत्तम नाम गरेका दुई साथीहरू थिए। एक दिनको कुरा हो, सामान्यले बडो घमण्डका साथ सर्वोत्तमलाई धाक दिँदै भन्यो, मसँग गाडी छ, बङ्गला छ, जग्गा जमिन छ, तसँग के छ? सर्वोत्तमले पनि बडो शानका साथ भन्यो, मसँग आफ्नै चुन्डुङ्गा खाली छ। सर्वोत्तम सिमेन्टसँग छ सर्वोत्तम गुणस्तरको आफ्नै चुन्डुङ्गा खानी, जसले गर्दा क्लिङ्करमा नियन्त्रण रहन्छ अनि बन्छ सर्वोत्तम क्वालिटीको सिमेन्ट र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती। विद्यार्थीहरूलाई सुवर्ण अवसर। दर्शन मल्टी सोरुमले विद्यार्थीहरूलाई नयाँ सरकारी नीति अनुरूप ल्यापटप खरिदका लागि 80,000 सम्मको ऋण केवल 1% ब्याज दरमा उपलब्ध गराउँदैछ। कीर्तिपुरको पहिलो ब्रान्डेड ल्यापटप सोरुम। अनलाइन अर्डर गर्नका लागि www.sajiloway.com मा लगइन गर्नुहोला। सर्टहरू लागू हुनेछन्। दर्शन मल्टी सोरुम कीर्तिपुर 9 नेपाल टेलिकम सँगै टिभीएस बाइकको सोरुम भएको बिल्डिङको पहिलो तल्ला। फोन 98 60 78 88 88 98 60 78 88 88। 하고 디파리파 하카나스가 치다 라스쿠시아나잖아. 투구이리 지성원이나잖아. 되고도 네와 FM 106.6 메가헤르츠 밖에 냐나오야 정고 지미사자죠. स्वेगु खासा समाज ओदे बालके यनिति मिजपी जगमखु मिसपी न न्याने वे फेमा थैको थापु जना न्याका वया चनको हे ठुगो जाजो ख अले ठुगो जाजोले सात बे यनिति जे अनिता छिपिन गुनि अनिसा वया चनको दु ढका दाचा जित प्राविधिक रूप ग्वाले न चना देको दु रोबिन अले युनिक पाखे अले नेनामी फाजमे जो ठौया छि पामे जुदी मनलता अधिकारी जो अले वेकनप मिगा नक्तिने वंगो हरितारिका तीजा विशेष ठौसी स खलवाला याना चन गोजला हाकन छि स वेकनप खलवाला या पाखी हो नि मनलता जी हजुरले अघि भन्नुभयो कि अब यो इनर व्हील क्लबको विषयमा केही जानकारी गराइदिनु भयो भने अब यो चाहिँ विशेष गरी हामी महिलाहरूको लागि हैन यसमा चाहिँ अब पुरुष आबद्ध हुनुहुन्न महिला विशेषमै तपाईले यो क्लब गठन गर्नु भएर एउटा आफ्नो क्षमता अभिवृद्धिदेखि लिएर हरेक आफ्नो त्यसमा प्रस्फुटन गर्ने पनि मौका पाउने एउटा समाजसेवा पनि गर्न पाउने गरिराख्नु भएको छ भने वास्तवमा यो संस्थाले चाहिँ गर्दै आउनु भएको कामहरु चाहिँ के छ त हामीले महिलाहरूको चाहिँ आधारभूतको सिपहरूलाई चाहिँ आवश्यकताहरूलाई निश्चित गर्ने काम पनि गर्छौं। शिक्षा, स्वास्थ्य, सरसफाई, घाँस बास, कपास इत्यादिमा पनि हामीले उहाँहरूको चाहिँ सुरक्षा समानताहरूको विषयमा पनि अगाडि बढ्न काम गर्छौं र उन्नतिको विकासको लागि पनि हामीले हेल्प गर्ने काम गर्छौं र विशेष गरी महिलाहरूलाई बालबालिकाहरूलाई हामीले पढ्न नसकेका बालबालिकाहरूलाई हामीले चाहिँ पढाइ दिने पनि हाम्रो संस्थाले गरेको छ। अहिले पनि हामीले मेम्बर मिलेर अहिले पनि हामीले कीर्तिपुरको चाहिँ एउटा स्कुलमा 5 जना नानीहरूलाई
शिक्षाका हामीले अहिले उनीहरू नानीहरू 4, 5, 6 सम्मका छन्। उनीहरूलाई 10+2 पढ्नको लागि चाहिँ हामी मेम्बरहरूबाट नै लगानी गरेर पढाउने गरेका छौँ। सरकारी स्कुलमा पढ्नुहुन्छ। हजुर, भनेपछि यसमा मलाई सोध्न मन लाग्यो, जस्तै कि तपाईँले यो नानीहरूलाई पढाउँदै गर्नुभयो भनेपछि अहिले वास्तवमा महिला विशेषमै कार्यक्रम भएको भएर एउटा बालिकालाई नै फोकस गरेरै गर्नुभयो। हजुर, हामीले महिलालाई र बालिकालाई मात्रै हामी गर्छौँ कामहरू। हामी महिला सम्बन्धी नै गर्छौँ होइन। अब यिनीहरू स्वास्थ्यको हिसाबमा भइहाल्यो, शिक्षा स्वास्थ्यलाई चाहिँ बढी गर्छौँ होइन। हाम्रो चाहिँ मेन उद्देश्यहरू चाहिँ यो इनर व्हिल क्लबको चाहिँ ट्रु फ्रेन्डसिपलाई नै प्रमोट गर्ने हो। हामीहरू एक अर्कामा साथीभाइको भाइचाराको सम्बन्धहरू अगाडि बढाउने, चिनजान गर्ने, हामी यसलाई नै फ्रेन्डसिपलाई नै गर्न सक्छौँ। अनि अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि सृजित गर्ने, अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि हामी चाहिँ आबद्ध हुन्छौँ, फ्रेन्डसिपलाई चाहिँ अगाडि बढाउँछौँ साथीहरूलाई होइन। अनि व्यक्ति सेवालाई नै बढावा दिने गर्छौँ, व्यक्ति सेवामा चाहिँ होइन। अनि महिलाहरूको सशक्तिकरणको लागि आवाज पनि उठाउने गर्छौँ। अवश्य। हजुर हजुर। अनि यही उद्देश्यहरू छन् हाम्रो होइन। अनि मान्यता अब यो चाहिँ अन्तर्राष्ट्रिय मान्यता नै प्राप्त छ यो संस्थाको चाहिँ। अनि यिनीहरूभित्र चाहिँ मित्रता, बच्चाहरूको सुरक्षा, सेवा, शिक्षण, संस्कृति, अनि इमान्दारिता र समझदारिताहरू, महिलाका अधिकार विषयलाई लिएर हामी एजेन्डा बनाएर विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। अहिले भर्खरै पनि हामी कीर्तिपुरमा हुने विभिन्न जात्राहरूमा तपाईँको मास्क खै त, आज मलाई पनि सोध्नुहुन्छ होला, मैले मास्क लगाएको थिएँ, अनएयर भएको भएर मात्रै यसरी हामी मास्क लगाएर जुन जुन ठाउँमा मास्क लगाउनु भएको छैन उहाँहरूलाई तपाईँको मास्क खै त भनेर चाहिँ हामी मास्क बाँड्दै हिँड्ने कार्यक्रमहरू पनि अहिले विगत 1 वर्षदेखि चलाइरहेका छौँ कीर्तिपुरमा। अनि यसमा चाहिँ पनि हामीलाई नगरपालिकाले पनि धेरै सहयोग गर्नुभएको छ। यसमा रोटरी क्लबहरू पनि जोइन हुनुभएको छ। हामी विभिन्न संस्थाहरू मिलेर चाहिँ लागि परेका छौँ। अब कीर्तिपुरलाई चाहिँ मास्क रहित नै बनाउने चाहिँ लक्ष्य लिएका छौँ। अनि अहिले एउटा चाहिँ नो मास्क नो लाइक नो कमेन्ट भनेर पनि फेसबुकमा राखेका छौँ होइन। मास्क लगाएर चाहिँ न फोटो राखेकाहरूलाई चाहिँ लाइक कमेन्ट नगर्ने भनेर। अब कतिसम्म सक्सेस हुन्छौँ अब त्यो चाहिँ अब हेर्दै जाउँ, गर्दै जाँदाखेरि कहाँसम्म पुगिन्छ। यसरी नै चलिरहेकै छ। हामीले चाहिँ अब विभिन्न कार्यक्रमहरू गर्छौँ महिला सम्बन्धीलाई। अब महिलाहरूको वर्षको एकचोटि हामीले चाहिँ महिलाको यो उसमा नारी दिवसको अवसर पारेर महिलाहरूको यो पाठेघर सम्बन्धी चेकअपको लागि अनि यो चाहिँ हामीले एक दिने प्रोग्रामहरू पनि राख्ने गरेका छौँ। अनि हामी भित्रैको पनि मेम्बरहरूको पनि क्षमता वृद्धि गर्न, आफ्नो चाहिँ व्यक्तित्व विकास गर्नको लागि धेरै प्रोग्रामहरू ल्याउनुहुन्छ म्यामहरूले। त्यो प्रोग्राममा सहभागी हुन्छौँ। हामी आफ्नो पनि व्यक्तित्व विकास गर्छौँ र हामीले जानेका कुराहरू अरूलाई पनि, महिला दिदीबहिनीहरूलाई पनि सिकाउँछौँ। र धेरै हामी चाहिँ अहिले हामी कीर्तिपुरमै भएको भएर पहिला कीर्तिपुरको नै मेन फोकस हुन्छ हाम्रो र त्यसपछि चाहिँ हामी सबै ठाउँमा गर्ने चाहिँ गरेका छौँ। हजुर। अनि वास्तवमा नि अहिले इनर व्हिल क्लब अफ काठमाडौँले कीर्तिपुरले चाहिँ एकदमै राम्रो कामहरू गरिरहेको छ। बेला बेलामा हाम्रो भेटघाट पनि भइ नै राखेको होइन। मास्कको त्यो तपाईँहरूको कार्यक्रममा हुँदाखेरि पनि जुन अहिले तपाईँले भर्खरै देखाउनु भयो, यहाँ पनि हेर्दाखेरि यो इनर व्हिल क्लब अफ कीर्तिपुर भनेर जुन तपाईँहरूको संस्थाकै लोगो राखेर एउटा मास्क पनि तपाईँहरूले तयारी गर्नुभएको छ होइन। वास्तवमा यो एकदमै सराहनीय काम तपाईँहरूबाट भइरहेको छ। अब यो हाम्रो नेवा एफएम टिम अनि मेरो व्यक्तिगतबाट पनि तपाईँलाई चाहिँ तपाईँहरूको यो ग्रुपलाई चाहिँ धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु। किनकि तपाईँहरूको यो काम अगाडि होइन अझ सक्सेस हुन सकोस्, अझ अगाडि बढ्न सकोस् भन्न पनि चाहन्छु। र अनि अर्को कुरा, यो तपाईँ एकजना यो महिला विभाग, यो वास्तवमा हेर्ने भने शान्तिपथ विकास समाजको एकजना संयोजक पनि हुनुहुन्छ तपाईँ होइन। भनेपछि यो महिला विभाग, यो शान्तिपथ विकास समाजको संयोजक हुनुभएको कारणले गर्दाखेरि त्यो ठाउँमा महिलाहरूको विकासको लागि चाहिँ के कस्तो कामहरू चाहिँ भइरहेको छ त त्यहाँ? यहाँ चाहिँ हामी कस्तो छ भने हाम्रो टोलमा मैत्रीनगर शान्तिपथमा चाहिँ हामी विभिन्न ठाउँबाट बसाइ सरेर आएका छौँ
आफ्नो जन्मथलो कर्मथलो छोडेर यसैलाई कीर्तिपुरलाई नै आफ्नो कर्मथलो बनाएर हामीले यहाँ घर बनाएर बसोबास गर्दै आएका छौँ। विगत 15 वर्षदेखि हामी यहीँ नै छौँ। अनि हामीहरू सबैजना टोलमा हामी 45 घर जति छौँ। अनि हाम्रो एउटा टोलमा हुने आइपर्ने कामहरू अब टोल विकास समिति छ होइन, समाज विकास समिति छ हाम्रो शान्तिपथ। त्यसमा चाहिँ महिलाहरूले चाहिँ गर्न सक्ने महिलाहरूको विभिन्न कार्यक्रमहरू आउँछन्। कीर्तिपुर नगरपालिकाहरूले पनि हामीहरूलाई दिइरहनु भएको हुन्छ, त्यसमा पनि सरिक गराउन, महिलाहरूको अभिवृद्धि चाहिँ विकास गर्नको लागि विभिन्न तालिमहरूमा चाहिँ सरिक हुन्छौँ र हामीले जानेका कुरा अरूहरूलाई पनि दिन्छौँ। हाम्रो टोल पहिला घर विकास भए, टोल छरछिमेकी विकास भए, टोल विकास भए, सबै ठाउँमा विकास हुँदै गयो भने बल्ल देश विकास हुन्छ भन्ने एउटा मान्यता छ होइन। घरको एकजना नारी शिक्षित भए चाहिँ घरै शिक्षित हुन्छ भन्ने पनि छ। त्यसैलाई मान्य राखेर चाहिँ हामीले यो शान्तिपथ विकास समितिको संयोजकमा चाहिँ अहिले भर्खरै हामीले चाहिँ यो अन्तर्गतको महिलाको संयोजक बनाउनु भएको छ। म त्यहाँ संयोजक भएर काम गर्दैछु, सुरुमा गर्दैछौँ। हाम्रो दर्ता प्रक्रियाहरू चलिरहेको नै छ। यसले चाहिँ हामी यो विभागबाट चाहिँ महिलाहरूको लागि मात्रै हितको काम गर्नेछौँ भन्ने चाहिँ लागिरहेछ। हाम्रो चाहिँ अहिले चाहिँ यो यसको चाहिँ उहरू चाहिँ प्रस्ताव उहरूले तयार हुँदैछ, के भन्छ त्यसलाई, हाम्रो महिला लक्षित अब के कार्यक्रमहरू गर्दैछौँ त भनेर। हामीले त एक त महिलाको व्यक्तित्व विकास नै हो, विभिन्न कार्यक्रमहरू ल्याएर कसरी सिपमूलक कार्यक्रमहरू ल्याएर उहाँहरूलाई दक्ष बनाउन सकिन्छ, आय आर्जनको चाहिँ बाटो खुलाउन पनि सकिन्छ। घरमा बस्दाखेरि दिदीबहिनीहरू अलिकति अहिलेको यो सिचुएसनमा काठमाडौँमा सबैको परिवारहरू टाढा टाढा भएको भएर डिप्रेसनमा जाने पनि अहिले धेरै उनै छ, गाह्रो छ महिलाहरूलाई डिप्रेसनमा जाने हो कि यो डिप्रेसनको समस्याबाट चाहिँ बाहिर निस्कौँ र दिदीबहिनी भेला हौँ, महिनाको एकचोटि कुनै कार्यक्रम गरौँ, तीर्थव्रत जाउँ, विभिन्न चाडपर्वहरूमा रमाउँ भनेर हामीले चाहिँ यो महिलाहरूको पनि एउटा चाहिँ गरेका छौँ। अब हेर्दै जाउँ कार्य गर्दैछौँ। अब हेर्दै जाउँ अब कतिसम्म गर्न सकिन्छ। भर्खर पाइला चाल्दैछौँ, भर्खर सुरु गर्दैछौँ, सिक्दैछौँ। म पनि सिक्दैछु। हजुर हजुर। भनेपछि हजुरले अब तालिमको कुरा गर्नुभयो होइन, जस्तै कि अब हाम्रो वडै पछि हजुर अब महिला लक्षित बजेट भनेर नै हामीलाई चाहिँ नगरले छुट्टै छुट्याएको हुन्छ। त्यसो जुन तपाईँले तालिमको कुरा गर्नुभयो भने तपाईँ रहनु भएको ठाउँ अनि तपाईँ एउटा संयोजकको रूपमा रहेर त्यहाँको महिलाहरूलाई चाहिँ एउटा तपाईँले उहाँहरूको व्यक्तिगत विकासको लागि जुन काम गर्दै हुनुहुन्छ, त्यसै कस्तो कस्तो तालिमहरू तपाईँले ल्याउनु भयो र उहाँहरूले अहिले त्यसमा चाहिँ लागू गरिराख्नु भएको छ कि छैन त? हामीलाई नगरपालिका र कारिता नेपालबाट चाहिँ हामीलाई गत 2 वर्ष अगाडि कौशी खेतीको ट्रेनिङ दिनुभएको थियो। म पनि खेतीपातीमा त्यति इन्ट्रेस्ट गर्ने मान्छे त होइन। त्यो ट्रेनिङमा गएर मलाई पनि लाभ भएको छ। म पनि त्यतिखेर चाहिँ अलि दसैँ तिहारको बिचमा परिरहेको थियो। हाम्रो समूहबाट 5 जना जानुपर्ने थियो। अनि दिदीबहिनीहरूलाई भन्दा कसैले भ्याउनु भएन, कसैको टाइम मिलेन त्यो समयमा। अनि त्यसरी गरिरहँदाखेरि चाहिँ अनि म पनि 5 जना पुग्नुमा म पनि जानु पर्यो। रहरले भन्दा पनि करले गएको थिएँ। अहिले चाहिँ रहरै लागेर कौशी खेती मैले पनि गरिराखेको छु। महिनाको वर्षमा 6 महिना जति म पनि तरकारी किन्दिनँ, त्योबाट पनि लाभै भएको छ। अहिले सबैको घरमा कौशीमा अलिकति रहेको जग्गामा पनि हरियाली छ होइन, फर्सी हरियो सागपात आफ्नो घरमा उमारेर खान पाइएको छ। अनि हामीलाई अहिले भर्खरै कीर्तिपुर वार्ड नम्बर 2 बाट नगरपालिकाबाट हामीलाई ट्रेनिङ दिनुभएको थियो दालमोट बनाउने र झोल साबुन बनाउने। झोल साबुन बनाए यहाँबाट ट्रेनिङ लिएपछि हामी आफै जो ट्रेनिङ लिएका दिदीबहिनीहरूले घरमा पनि बनायौँ र अहिले हामीले त्यही युज गरिरहेका छौँ। त्यो पनि धेरै राम्रो होइन। अब यो विभिन्न ट्रेनिङले हामीले आफूलाई उपयोग गर्न सकेका छौँ र अनि सिक्न चाहने दिदीबहिनीहरूलाई पनि सिकाउन चाहिँ केही हदसम्म सक्षम भएका छौँ। पक्कै पनि हजुर। अनि मलाई चाहिँ अब अरू पनि अरूसँग धेरै कुराहरू त गर्नु छ नै होइन। अब तपाईँ चाहिँ अहिले यो समयमा एउटा समाजसेवीको रूपमा आउनुभएको छ, एउटा महिला विशेषमा म केही गर्छु भन्ने तपाईँ आउनुभयो भने योभन्दा अगाडि चाहिँ तपाईँले चाहिँ कस्तो पेसामा लाग्नु भएको थियो कि के गर्नुभएको थियो? पहिला म सुरुवात त मेरो सेतो गुराँस भन्ने संस्था बन्दीपुरबाट गरेको थिएँ। त्यहाँ बालबालिकाहरूलाई सिकाइन्छ। त्यतिखेर मन्टेश्वरीको ट्रेनर त्यति थिएन ट्रेन, तर त्यसैलाई नै मन्टेश्वरीको रूपमा अहिले आइसक्यो। नेपालमा थिएन। त्यहाँ चाहिँ
विदेशी सिस्टरहरूले जापानिज सिस्टरहरूले चाहिँ खोल्नु स्कुलको केही शाखा भनेर खोल्नु भएको थियो। 18 महिनादेखि 5 वर्षसम्मको बच्चाहरूलाई 5 वर्षपछि त्यहाँबाट नेटोडेम स्कुलमा चाहिँ भर्ना हुने किसिमले बन्दीपुरमा। अनि त्यो किसिमले त्यो संस्थामा काम गरेँ, त्यहाँ ट्रेनिङ लिएको थिएँ मैले। पहिला मेरो गुरु हुनुहुन्छ यो ट्रेनरको, मैले सबभन्दा पहिला ट्रेनिङ लिएको आगता थापा हुनुहुन्छ सेतो गुराँसको ट्रेनिङ दिने, उहाँसँगबाट मैले 1 हप्ताको ट्रेनिङ लिएको थिएँ। अनि र त्यही सेतो गुराँसमा चाहिँ केही समय काम गर्ने मौका पनि पाएको थिएँ। त्यहाँ काम गरेँ। त्यसपछि म आएर विद्या अर्जन स्कुलमा काम गरेँ, मन्टेसरी ट्रेनिङ गरेँ, मन्टेसरी पनि सिकाए पनि अलिकति चाहिँ म 10 वर्ष जति त्यहाँ काम पनि गरेँ। तर अहिले 10 वर्षदेखि चाहिँ मैले काम गरेको पनि छैन। अहिले चाहिँ म त्यहाँ हाउसवाइफ भएर अलिकति बच्चाहरूलाई पनि केही समय दिनुपर्छ भनेर, अलिकति स्वास्थ्यले पनि बाबु अलि सानो भएको भएर बिरामी हुने भएको भएर घर परिवारलाई पनि समय दिनुपर्ने भएको भएर शिक्षण पेसालाई चाहिँ छोडेर म चाहिँ सीमित भएको पनि 10 वर्ष भइसक्यो। र अहिले चाहिँ अब छोराछोरी पनि हुर्के र अहिले चाहिँ आफ्नो अनुभवहरू चाहिँ आफू सिक्ने सिकाउने र अगाडि छ। अलिकति राजनीतिमा पनि इन्ट्रेस्ट छ, अलिकति राजनीतितिर पनि झुकाव बढेको छ। भनेपछि अहिले राजनीतिकतर्फ पनि अलिकति जस्तो लाग्दै हुनुहुन्छ, इन्ट्रेस्ट छ। अलिकति खुलमै राजनीति भएको भएर मेरो मम्मी पनि राजनीति गर्नुहुन्थ्यो मेरो फ्यामिलीमा, मेरो अमाजो पनि हुनुहुन्छ, मेरो जेठाजुहरू पनि मेरो फ्यामिलीमा सबै राजनीति गर्ने भएको भएर मलाई पनि अलिकति राजनीतिप्रति अलिकति झुकाव बढेको छ केही वर्षदेखि। हजुर राजनीति गर्ने इच्छा छ, चान्स र मौका पाएँ भने चाहिँ कीर्तिपुरमै बसेर आफ्नो ठाउँमै बसेर केही गर्ने विचार छ। भनेपछि अब चुनाव पनि नजिकिँदैछ हैन, तपाईँको इच्छा पनि त्यस्तै छ भने कुनै प्लानिङ पो छैन त्यसमा? अब कुनै पार्टीले कसैले मलाई तपाईँ जस्तो मान्छे व्यक्तित्व चाहिन्छ भनेर चाहिँ मलाई चाहिँ सम्पर्क गर्न आउनुहुन्छ भने म त खुल्ला रूपमा पनि छु। हजुर भनेपछि आफ्नो भित्री मनदेखि नै इच्छा छ। हजुर काम गर्ने, राम्रो काम गर्ने, अब महिलाहरू सम्बन्धी नै केही काम गरेर समाजमा एउटा उदाहरण व्यक्ति आफ्नो नाम चिनाउने हैन, पक्कै पनि। अनि अब बच्चाहरूको लागि सबैको लागि गरिसके, अब आफ्नो लागि केही गरौँ, अब बाँचेको समय चाहिँ केही गरौँ र राजनीतिमा चाहिँ अलिकति अगाडि बढाउँ कि भन्ने लागिरहेको छ। इन्ट्रेस्ट पनि भएको भएर खुनमा पनि अलिकति राजनीति भएको भएर त्यो पनि आएको होला स्वाभाविक रूपमा। हजुर पक्कै पनि। अब आगामी दिनहरूमा तपाईँको सफलताको कामना गर्न चाहन्छु। र जुन हजुरले अघि भन्नुभयो बन्दीपुरको कुरा आयो है, बन्दीपुरको कुरा तपाईँले एउटा मोन्टेसरीदेखि लिएर त्यहाँदेखि सुरुवात गर्नुभएको, अनि तपाईँको अब कर्मक्षेत्र पनि कर्मघर पनि तपाईँको त्यहीँ रह्यो बन्दीपुरमै। अनि अहिले प्रायः जस्तो हाम्रो नेपालमा कोही कहीँ घुम्न जानु पर्यो भनेदेखि भिजिटको लागि जाने भयो भने बन्दीपुर, सबैको मुखमा झुन्डेर कहाँ जाने हो बन्दीपुर हैन। भनेपछि वास्तवमा अलिकति नाम पनि चलेको, अनि तपाईँ एउटा कर्मक्षेत्रको रूपमा त्यहाँ बसेर काम पनि गर्नुभएको र एउटा तपाईँ चाहिँ यो बन्दीपुर सहयोगी हात भनेर जुन संस्था छ त्यो संस्थामा सचिव पनि रहनुभयो भने वास्तवमा त्यो ठाउँको विषयमा र यो संस्थाको विषयमा थोरै जानकारी गराइदिनुहोस् न। पहाडकी रानी भनेर बन्दीपुरलाई चिनिने गरिन्छ। हजुर पनि घुम्न पुग्नु भयो होला, पक्कै पनि धेरैजना पुगि पनि सक्नु भएको छ। पहाडकी रानीको रूपमा बन्दीपुरलाई लिइन्छ। जाडोमा धेरै जाडो नहुने, गर्मीमा धेरै गर्मी नहुने, चिसो आएर नै चिसो हावा खान पाइने, त्यहाँको स्वच्छ हावापानी, पृथ्वी राजमार्गबाट पोखरा जाँदै गर्दाखेरि चाहिँ हामी डुम्रेबाट अलिकति अगाडि पिप्ले भन्ने ठाउँबाट चाहिँ हामी 7 किलोमिटर माथि डाँडा चढेपछि हामी बन्दीपुर बजार पुग्छौँ। बन्दीपुरमा चाहिँ हजुरहरूले पुराना घरहरू देख्न पाउनुहुन्छ। 200 वर्ष अगाडि भक्तपुरबाट नै गएर बसोबास गर्नुभएको भन्ने किंवदन्ती चाहिँ छ। त्यति गहिराइमा चाहिँ मलाई थाहा छैन। अनि त्यो चाहिँ छ, त्यहाँको भाषा र भक्तपुरको भाषा चाहिँ नेवारी भाषा ट्याक्कै मिल्छ। भनेपछि नेवार समुदाय, नेवार पुरै बजारमा पुरै नेवार समुदाय छ र वरपर चाहिँ बाहुन क्षेत्रीको र धेरै गुरुङ मगरहरूको समुदायको चाहिँ मिश्रण छ हजुर बन्दीपुरमा। त्यहाँ चाहिँ घुम्न जानुहोस्, एक दिन मजाले बस्नुहोस्, त्यहाँको चिसो हावा खानुहोस्, हजुरलाई चाहिँ आनन्द आउनेछ र हजुरका दुःखहरू सबै बिर्सिनु हुनेछ। हजुर हजुर भनेपछि अब त्यो बन्दीपुरको विषयमा हजुरले त्यो अब भौगोलिक रूपमा हजुरले जुन जानकारी गराउनु भयो र त्यो बन्दीपुरमा मानिसहरू चाहिँ हेर्न जाने त त्यो मौसम त्यो मात्र नभएर अरू के क्षेत्रहरू छ त त्यहाँ?
बन्दीपुरमा हामी सुरुमा प्रवेश गर्ने बित्तिकै बजारमा त हामीले भेहिकलहरू लान पाउँदैन, गाडीहरू केही पनि छैन पार्क। अनि हामी त्यो बजार प्रवेश गर्ने बित्तिकै हामी हिँडेरै जान्छौँ। दायाँ बायाँ भएका पुराना घरहरू बाटोमा चाहिँ ढुङ्गा बिछाइएको छ। हामी बन्दीपुर बजार टोटली हिँडेरै नै घुम्नुपर्छ। अनि दायाँ बायाँका ती बजारहरू छन्, नेवार बस्ती छ, होटलहरू बस्नको लागि चाहिँ धेरै राम्रो छ, व्यवस्था भएको छ अहिले। अनि हावापानी पनि त्यस्तै राम्रो भएको भएर त्यहाँ चाहिँ एउटा विदेशी स्कुल छ नेटोडेम, जापानिज सिस्टरहरूले चलाइरहनु भएको छ 35-40 वर्षदेखि। त्यहाँ स्कुल छ, विदेशी स्कुल छ, बोर्डिङ स्कुल भानुमावि भन्ने सरकारी स्कुल छ। त्यहाँ नाम छ तनहुँमै नै नम्बर 1 मा गनिएको। हजुर। अनि टुडी खेल छ ठुलो। टुडी खेलबाट चाहिँ हामीले गणेश हिमाल देख्न सक्छौँ, तल मर्स्याङदी बगेको हिँड्न सक्छौँ। टुडी खेलमा गएर मजाले दिनभरि बिताउन सक्छौँ। त्यो चिसो हावा, सल्लाह कराएको त्यो सल्लाहको सुसेलीसँगै हामी त्यहाँ पनि रमाउन सक्छौँ। टुडी खेलमा गएर हस्पिटलहरू, विभिन्न त्यहाँका पुराना चिजहरू, पाइलाक राइडिङ गर्ने पनि व्यवस्था पनि छ। म चाहिँ 6-7 वर्ष चाहिँ बन्दीपुर बजारमै बसेँ। मेरो हस्बेन्ड त्यहीँ कार्यरत भएको भएर त्यसपछि हामी चाहिँ बन्दीपुर छोडेर यता आयौँ। हाम्रो घरहरू सबै वहीँ छ, दाजुहरू सबै हुनुहुन्छ। अनि तल अलिकति तल गएपछि हाम्रो गाउँ छ, सिराटार छ, त्यहाँ मन्दिर छ, खोला छ स्विमिङ गर्न जानको लागि। बन्दीपुरबाट बजार गएर अलि 2-3 दिनको समय मिलाएर जानुभयो भने होमस्टेको पनि राम्रो व्यवस्था छ। केशवटार, सेराटार घुम्न जान सक्नुहुन्छ। त्यहाँ गएर पनि होमस्टेको लाभ उठाउन सक्नुहुन्छ हजुरहरूले। पक्कै पनि। हजुर। अहिले कति अब प्रायः जसो मानिसहरू त त्यही नै घुमिरहेको, त्यो नाम पनि प्रायः जसको मुखमा झुन्डी पनि सक्यो होला होइन। अब भर्खरै पनि हाम्रो वडाबाट पनि हाम्रो बाल क्लबहरूलाई, बालबालिकाहरूलाई पनि एउटा भिजिट गराउँदाखेरि अवलोकन गराउने क्रममा त्यो ठाउँमा लगेर ल्याएको पनि थियो हाम्रो पनि होइन। त्यसले गर्दाखेरि अब जुन तपाईँले अनि त्यहाँ भन्नुभएको यो छ नि एउटा बन्दीपुर सहयोगी हात संस्था, वास्तवमा चाहिँ कस्तो त्यो चाहिँ? यो बन्दीपुर सहयोगी हातहरू संस्था भनेको चाहिँ हाम्रो अहिले यो यङ जेनेरेसनहरूले, हजुर, मेरो हस्बेन्डको साथीभाइहरू, मेरो साथीभाइहरू हामी बन्दीपुरे बासिन्दा र हामी चाहिँ छोडेर विभिन्न काठमाडौँमा बसोबास गर्दै आएका पेसाले अब घर बनाएर यहीँ हामी यहाँ बस्यौँ। बन्दीपुरे तर हामी काठमाडौँमा बासिन्दा गर्दै आएको हामीहरूले मिलेर खोलेको एउटा संस्था हो। 2 वर्ष अगाडि हामीले खोलेका थियौँ। यसमा चाहिँ हामीले शिक्षा र स्वास्थ्यलाई चाहिँ बढी जोड दिएर काम गर्छौँ। हामीलाई बन्दीपुरमा अब विभिन्न पढ्न नपाउने कोही बच्चाहरू त्यस्तो छ भने हामीहरू यहाँ बसेकोले पनि हाम्रो बन्दीपुरको लागि केही सहयोग गर्छौँ। अस्ति हामी कोभिड पछि पहिलो कोभिड पछि पनि हामी गएर 5-6 महिना अगाडि गएर बच्चाहरूलाई चाहिँ कपी अनि ब्यागहरू 2टा स्कुलमा गएर बाँड्यौँ बच्चाहरूलाई। जुन ठाउँमा पहुँच अलिकति पुग्दैन, बन्दीपुर गाउँपालिकाभित्रको दुर्गम ठाउँहरूमा त्यहाँ गएर बाँड्यौँ। अनि त्यसपछि हामीले शिक्षालाई जोड दिएको छौँ। हामी सहयोगी हातहरूले शिक्षा र स्वास्थ्यलाई बढी जोड दिएका छौँ। अब जस्तै बन्दीपुरबाट चाहिँ काठमाडौँमा पढ्न आउँदा बस्दाखेरि विद्यार्थीहरूलाई गाह्रो साह्रो पऱ्यो भने उनीहरूलाई हामी यहाँ बसेकोहरूले, हामी यो संस्थामा लागेकोहरूले हामीहरूले उहाँहरूलाई हेल्प गर्छौँ। अनि स्वास्थ्यमा पनि कुनै बन्दीपुर गाउँपालिकाभरिको आमा बुवाहरू कसैलाई चाहिँ बिरामी भएर काठमाडौँ आएर अल्पत्र पर्नुभयो, पैसाको खाँचो, ब्लडको खाँचो, अब विभिन्न समस्याहरू आइपर्छन्। त्यो समस्याहरू आइपर्यो भने हाम्रो संस्थाले उहाँहरूलाई चाहिँ बुझेर चाहिँ उहाँहरूको समस्या बुझेर चाहिँ हामीले चाहिँ एक आपसमा सल्लाह गरेर तुरन्तको तुरन्त जति सक्दो चाँडो उहाँहरूलाई चाहिँ हामीले सर्भिस दिने र उहाँहरूको चाहिँ मद्दत गर्ने चाहिँ काम गर्ने गरेका छौँ। अनि यसरी नै हामीले अहिले चाहिँ फोकस मेन चाहिँ बन्दीपुर सहयोगी हातहरूले शिक्षा र स्वास्थ्यलाई लिएर अगाडि बढिरहेका छौँ। भनेपछि अब तपाईँले बन्दीपुरबाट यता कोही आउनुभयो भने त्यसरी सहयोग गर्नुभएको छ भने कोही फेरि काठमाडौँबाट फेरि उता घुम्न जानेहरू त्यस्तो केही पर्यो भने पनि त पक्कै पनि हेर्नुहुन्छ। पक्कै पनि। भनेपछि अब यो यसरी आदान प्रदान त हुने भइहाल्यो होइन। अनि हजुरले भन्नुभयो कि बन्दीपुरमा जुन भक्तपुरबाट चाहिँ एउटा बसोबासको लागि त्यहाँ गएर एउटा नेवार समुदाय पनि त्यहाँ छ भनेपछि तपाईँ त्यहाँ बन्दीपुरमा पनि नेवार समुदायमा नै रहनुभयो र अहिले कीर्तिपुर पनि नेवार समुदायमा पनि रहनुभयो भनेदेखि चाहिँ वास्तवमा यो नेवार समुदाय बिचमा तपाईँलाई अब मन परेका कुराहरू त्यसमा कस्तो लागिरहेको छ, त्यो नेवार समुदायको बिचमा रहँदाको अनुभवको विषयमा थोरै
अलिकति मेन त भाषाको समस्या नै हो है। हजुर हजुर भाषा बाहेक अरू कुरा गर्ने भने त सबै मिलनसारै भक्तपुरमा आएर के अरे कीर्तिपुरमा आएर पनि त्यस्तो नराम्रो र टाढाको अनुभवी बसाइ सरेर आए जस्तो त्यस्तो अनुभव त भएको छैन। यहाँहरूले पनि अपनाउनु भएको छ हामीहरूलाई। अब बन्दीपुरमा पनि त्यस्तै नै छ। अलिकति भाषा नबुझ्दा चाहिँ अलिकति प्राय एकदमै नेवारी भाषा बोल्ने भएको भएर बुझ्न चाहिँ बुझ्ने तर फर्काउन नसक्ने भएको भएर मलाई चाहिँ मेन समस्या चाहिँ भाषाको छ। अरू चाहिँ त्यस्तो केही पनि छैन, अरू त सबै राम्रो छ। भनेपछि नेवार समुदायमा बस्नु भएको त्यो अनुभव हेर्दाखेरि आफूले चाहिँ भोज भतेर उहाँहरूको विभिन्न पूजा आजाको उहाँहरूको जात्राको अब यो उहरू छ नि चाडपर्व मनाउने शैलीहरूको त म फ्यानै छु एकदमै। हजुर सुकुल भोजदेखि लिएर सुकुल भोजमा जानु पाए रमाउने, सुकुल भोजको रमाइलो छुट्टै आनन्द छ होइन। अब जात्रामा चाहिँ अब अहिले त जात्रा निकाल्दा ड्याङ्ग्रा डुङ्ग्रा नाच्ने, गाई जात्रा निकाल्ने, विभिन्न झाँकी निकाल्ने छ नि जुन परम्परा हाम्रो कीर्तिपुरमा एकदमै खुसी लाग्छ। बोलाउनु पनि हुन्छ साथीहरूले अनि आएर सुकुल भोज खाने, जात्रा हेर्ने त छुट्टै रमाइलो छ। आफ्नो ठाउँ छोडेर आएकोमा कुनै गुनासो छैन। हजुर। अनि अब हजुरले यसरी जस्तै कि अघि भन्नुभयो परिवारमा अब छोराछोरी पनि हुर्किसकेको होइन, अब आफ्नो लागि केही गरौँ भन्ने खालको यतिका समय बिताउनु भयो भने यति लामो समयभित्रमा हजुरले बिर्सनै नसक्ने कुनै सम्झनाका क्षणहरू रमाइलो या दुःखद त्यस्तो बिर्सिनै नसक्ने त्यस्तो केही कुराहरू छ भने साँच्चै किनभने महिला दिदीबहिनीहरूलाई विशेष गरी त्यस्तो कुनै त्यस्तो तपाईँले दिन सक्ने सन्देश तपाईँको जीवनमा घटेको घटनाहरू त्यस्तो केही छ भने हजुरले केही अनुभव छ? मेरो 2वटा सन्तान। हजुर। मेरो छोरी पहिलो सन्तान मेरो लक्ष्मी मेरी छोरी प्रियङ्का अधिकारी, अहिले उनी युएसमा छन्। हजुर। बिएससी नर्सिङ पढ्दैछन् अहिले लास्ट सेमिस्टरमा। उनी मेरो दिलको यति करिब भइन् कि हामी श्रीमान श्रीमतीको उनी बिना चाहिँ शून्य। अहिले 6 वर्ष भयो, अलि टाढा भएको, बिचमा 1 वर्ष आएर गइन् 2-3 महिनाको लागि। जब उनीलाई मैले मेरो साथबाट एक रात पनि टाढा पठाएको थिइनँ। जब उनीलाई विदेश पढ्न जाने भनेर चाहिँ उनलाई मन लाग्यो, छोराछोरीको चाहना त मार्नु त भएन हामी जतिको मान्छेले भनेर उनलाई चाहिँ अब उनको इच्छा अनुसार हामीले विदेश पठाउने कुरा गऱ्यौँ। र मलाई चाहिँ जिन्दगीको सबैभन्दा गाह्रो र कठिन समय थियो छोरीलाई एयरपोर्टमा छोडेर आउँदा। त्यो कहिल्यै बिर्सिन सक्दिनँ म। मलाई धेरै गाह्रो भएको थियो त्यो क्षण। हजुर। अहिले कति वर्ष भयो जानुभएको? 6 वर्ष भयो। त्यो क्षण चाहिँ त्यो त्यहाँ म रोको आवाज अझ पनि मेरो दिदीहरू पनि सुनाइरहनुहुन्छ। मलाई त्यो आवाजले अझै पनि उ गर्छ। भनेपछि जिन्दगीमा त्यो बिर्सिन नसक्ने एकदमै टाढा भएको। हजुर हजुर हजुर। अनि मनलताजी हामीसँग कुरा गर्दा गर्दै पनि समय हामीले अब यसरी हाम्रो समय चाहिँ अवधि चाहिँ सकिन लागेको कारणले गर्दाखेरि हजुरलाई मैले सोध्न नसकेको अनि हजुरलाई भन्न मन लागेको त्यस्तो केही छ भने छोटो मिठो हजुरले भनिदिनुहोस् न। सबै कुराहरू त हजुरले सोधेको उत्तर मैले दिएँ भन्ने नै लाग्छ हजुरलाई। अब अनुभवहरू बाँड्न पाइयो होइन, यसरी नै सधैँ बाँड्न पाइराखियोस्। खासै त्यस्तो छुटे जस्तो लागेन। हजुरले यति मजाले सोधिदिनु भयो कि कुरा 1 घन्टामा चाहिँ विस्तृत रूपमा नै पुरै नै जानकारी नै लिनुभयो। हजुरको प्रश्नलाई मैले कसरी उत्तर दिएर न्याय गर्न सकेँ कि सकिनँ भन्ने चाहिँ मलाई बरु डाउट छ। अब हजुरकोबाट चाहिँ त्यस्तो कमी कमजोरी केही आए जस्तो चाहिँ लाग्यो। तर तपाईँमा अहिले पनि भन्न मन लागेको त्यस्तो केही छ भने हजुर सर्टकटमा? महिलाहरू चाहिँ कति छ भने घरमा चाहिँ हाउसवाइफ मैले केही गर्न सक्दिनँ। अब कतिले चाहिँ म पढेको छैन, धेरै पढ्न सकेको छैन, म राम्री छैन, मलाई चाहिँ अप्ठ्यारो छ भनेर घरमै कुचेर नबस्नुहोस्। राम्रो र नराम्रो भन्ने कुरो त मै राम्री हुनुपर्छ क्या। मै राम्री भने म राम्रो छु भनेर म छैन भनेपछि म भनेर अगाडि बढ्न सक्यो भने धेरै अगाडि बढ्न सकिन्छ। आफ्नो सिप कलालाई, आफ्नो व्यक्तित्व, आफ्नो इच्छाहरूलाई मारेर घरभित्रै नबस्नुहोस्। घरबाट अलिकति बाहिर निस्केर आफू पनि सिक्नुहोस्, अरूलाई पनि सिकाउनुहोस्। घरभित्रै बसेर चाहिँ अलिकति उचाइ नहुनुहोस्, आफ्नो लागि पनि बाँच्नुहोस् भन्न चाहन्छु म चाहिँ दिदीबहिनीहरूलाई, सम्पूर्ण दिदीबहिनीहरूलाई। हजुर हजुर। आज यसरी हजुरले व्यस्तताका बावजुद एउटा तपाईँ व्रत पनि हुनुहुन्छ होइन, व्रतमा हुनुभए तापनि व्यस्तताको बावजुद पनि आज हाम्रो छिमिसा हामी महिलाको लागि आफूले गरेको अनुभवका कुराहरू केही सुनाइदिनको लागि समय दिनुभयो। हजुरलाई धेरै धेरै धन्यवाद। अनि साथै
फेरि पनि तपाईँलाई हरितालिका तीज र आजको गणेश चतुर्थीको उपलक्ष्यमा हजुरलाई शुभकामना दिन चाहन्छु। थ्याङ्क यू सो मच हजुरलाई पनि एफएम सुनेर बसिरहनु भएको सम्पूर्ण श्रोताबिन्दहरूलाई हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना। थ्याङ्क यू सो मच। हजुर हजुर यसै गरी अब केही गरी समय अवधिमा फेरि हामीले पनि यसरी भेट गर्ने मौका पायो भने पक्कै पनि हामी भेट हुने बाचाका साथ आजको कार्यक्रमबाट हजुरसँग चाहिँ हामी बिदा हुनेछौँ है त। हस् त नमस्कार। निनामी भाजुभाइज्यू थुगुइले चाहिँ सामान्य रचनादेखिको नेवा एफएम 106.6 मेगाहर्ट्ज पाखे छिमिसा ज्याजो ख अर्थौया ज्याजोले ची पामेजु मण्डलता अधिकारी जुनप यानुगु खलबला छिथ गठेताल अर्थौया ज्याजोले यानुगु छुन मगा मचागु खदस छिथ साल ब्याधि यदि नजी इना भ्याना चुना अलि छिट साल बेयनिति स्वाफुटे गुठ्या ख किपु नगरपालिका वडा नम्बर 2 न्यामसीमा देवठोका अलि फोन ल्या ख 433422 433422 नाप छिसा ठाउँ नेवा एफएम युट्युब च्यानल पाखे न प्रत्यक्ष प्रसारण न सोयाचना दिएको दु ठगादासा ठौया ज्याजोले छिकपिन्छ ठुगु नेवा एफएम च्यानल पाखे न ठौया ज्याजो पाखे कमेन्ट याना दिफै नाप छिटा ठुगु ज्याजो बाला तासा शेयर न याना दिफै अति ज्या ठौया ज्याजोले छिटा पाकठ छाया ग्वालिना देमा पामेजु मनलता अधिकारी जुयाता न एकैको सुभा देशा चाहिँ जिटा प्राविधिक रूपमा ग्वालिना चुना देपी हजुर रोबिन नाप्नप युनिक यातना सुभा देशासी जी अनिता यातना छिकपिनको न्यानिसा ब्यागो उजा ब्यादिसा थौ याता ब्या सुभा जेमा भ्या